Neox. किल उठाउन पाएन नि हिजो जस्तो यार। त्यही त दाइ। ओए अमन अमन ओए भाइ क्रेजी यार अमन भाइ यार लभली हानो त यार। यो भाइले ओभर हान्छ हौ। गन पावर त राम्रो छ, एक्सपिरियन्स बटुलेपछि राम्रो हुन्छ यो प्लेयर। स्काईले फेरि भेटो हौ, स्काई फिनिसै भयो दाइ। त्यो एक्लै त छ आइरन त्यहाँ। अन्ते बन्धुलाई नाइस यार, नो फेयर यार म्यान। नो फेयर। दुईजना खाइदियो नि त्यसले। यहाँ अमनले माथिले पेलेको पेलै छ। अनि यो भाइले हेर्नु न एक्लैले दिइसक्यो हो दाइ एवानलाई। भन्दैछु त यार गडा, एएसएल को मुजी गन पावर राम्रो छ क्या। त्यो अन स्काई अमनको दामी छ। किले हालेको त्यसको नाइस 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 नाइस। अति जिग्लेले नेड हानु, तर दुईजना छ त स्टिल। आमा स्लेयर भाइ त के हो हिजो हल्का बिल्ला हानिदिएको। स्लेयर भाइ त चिक्ने अति हाइमा आयो त हो। मैले मेरो भाइलाई बिल्ला हानेको चाहिँ यही रिजनको लागि हो क्या एकटा, बुझ्यौ नि। T2K लाई चिक्ने कसैले रोक्न नसक्ने रहेछ यार। T2K मुजी यस्तो लेभलबाट आएर डिआरएसलाई सेक्यो यार। अनि म्याच चिकन ओए रणमती पागल। T2K पागल खेलेछ यार। मेरो किल दिइसक्यो। ओए भेटो त अब फोर्टीलाई। भेटिसक्यो दाइ। लभली लभली। T2K क्रेजी म्याच चिकन। यो हो नि त मुजी गोर्खाली पावर म्याच चिकन। एक्सटीले हानो फेरि। मुजी चिकन हाने बेला लाउँदैन कि, दुईजना छ त्यही भएर मैले सेकेन्ड भने है। तर डाँडामा रहेछ नि T2K लाई राम्रो छ यार। T2K ले जिएस हाम्रोले जिएसएम लाई पेल्यो नि। पेल्यो दाइ। स्लेयर भाइ नाइस, राम्रो खेले यार। नाइस स्काई। यो हो नि त स्काई भने म्याच चिकन। जंगी है दाइ। स्काई भने यो मुजी घुसेर हान्नु पर्यो भगा म्याच चिक्नलाई। यो हो नि त नो फेयर भनेको रणमतीको छोरो। यो हो नि त म्याच सिक्नु हो र स्पोर्ट्स भनेको रणमतीको छोरो। अभिषेक म्याच चिकन कति किल चिकन भयो अब। यसरी आज आज मुजी 80 पोइन्ट हान्छ केटा हो, टेन्सन नलिऊ। अनि पियरलेसको पनि आयो। आज मुजी 80 पोइन्ट हो मुजी। किल थियो का? किल थियो। एक्जोटिकले नकानेको थियो। किल पनि उठाइदियो। स्लेयर भाइ एक्लै हो। स्लेयरले डुबाउलाई, स्लेयरले डुबाउलाई। यसले किल दिन्छ कि नै? जोन जान्छ त सेकेन्ड। अब त जान्छ। अब यो रन्डीले किले नदिएको यार। किले दिएन रन्डीले। दिएन। ओए स्लिपिगर लेडा पर्यो हौ। ल जिजी म्याच सिक्ने। ग्यान्जेले पुरै हामीलाई हेर्दैछ क्या भाइ। ऊ छटबाट पुरै हामीलाई हेर्दैछ नि। अनि एकजना मात्रै बाँकी छ। इसका दाइ चेकमा आइसक्यो। 1v1 दाइ। 1v1 दाइ। ओइ 1v1 उठाउँदैछ हौ। सबलाई उठायो नि त यार। बमेले नरिस नि त यार। नाइ यार। अब त उठाइहाल्यो नि दाइ। जेनी हुन सक्यो भाइ। स्काई देखाइदेऊ न यार आफ्नो गेम प्ले। तर अनि स्काई भाइ उठेछ फेरि उताबाट खतरा भन्दैछु नि। खतरै छ यो भाइ त। ओए 1v1 हिल प्लिज 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 स्काई। स्काई प्लिज प्लिज स्काई। म्याच सिक्ने ह्याट्रिक। $200 सेक, $200 सेक, $200 सेक। रोक्न सक्ने टिमै धेरै छैन अनि चिकन 10 किल चिकन। हाम्रो चिकन चिकन त चिकनै छ त।
चिकन त चिकनै हो यो राइटको जोन ग्लिच छ अब यो त यसलाई यो मुसी त त मार्छ त के स्प्रे हो हाम्रो 4 जनाले हाने हैन र 3 जनाले ओइ त्यहाँ एकजनाले किन जोन बाहिर गएको भन्दैछ ठिकै हो केटा हो माथि भएको यहाँ ल माथि के गाडी निस्केन होस् हान्नुपर्ने? त्यो मेक्लारेन कसले भने के को जोन बाहिर गएको डिआरएस अँ, राइटमा अब option नै थिएन। होरको 4 जना छ थाहा छ अनि लेफ्टमा उन त्यो ग्यान्टे भाइले T24 लाई नक निकाल्दियो अनि 40 हो भने थाहा थियो होला अनि पुस हान्दिएको नि त पहिले एउटा मरिसकेको त थाहा थियो राम्रो दिमाग लाग्यो हौ, माथि शीतल निक्लेको भए के हुन्थ्यो? शीतलसँग फेरि मिनी मात्र हो यसलाई त देख्छ त अनि त जिगल होरको किला आयो है जिगलले हाने ओइ 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 कभर 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 नाइस कभर जिगल मर्यो डिआरएस 4v1 6 आयो त कसले हो के सेक्ने भनेको सेकम त म्याच फर्स्टमा पुग्यो हामी नाइस लास्ट वान यसलाई त मिचेर दिउँ अब स्मोक खेलाएर स्याक्सम्म जाउँ ग्यान्टे भाइले नाप्दैछ है हामीलाई ग्यान्टे भाइले नाप्दैछ है स्काई ग्यान्टे भाइले नाप्दैछ है स्काई ए मुजी ग्यान्टे भाइले नाप्दैछ हौ ओए फ्याक भाइले एक्लै होल्ड हान्दिएको यार 40 लाई 2 किल ग्यान्टे र उ त माथि चढ्दै बसेको छ हौ किलर नाइस नेट स्काई भाइ अन स्काई अब त मार्यो अन्स्काइले यसलाई त मार्नु पर्ने हो अन स्काईले नेट खायो हाम्रो नेट खायो नाइस नेट अन स्काई सबै नेपाल टिम चिकन यो नेट गरे यो चिकन गरे ह्याट्रिक ओइ माथ ओइ भाइ चुप लास्ट वान हौ हाम्रो सक्दैन के स्काईलाई ओइ 1v1 स्काई ओ पुसान्नी हो नाइस पुसान्नु पर्छ यार नाइ थाहा छैन हामीलाई थाहा छैन पुसार्नु पर्छ भनेर तर जोन आउँदै हो नि त एकजना बच्यो नि त 1v2 हो नि त स्काई हान्छ के स्काईले स्काई तिमी चलेन भन्दै थियौ स्काई मान्छेहरुले नाइस ओइ के हान्दियो हिल भ्यायो भने त कहाँ फिनिस पहिला फिनिस अनि अनि हाने स्काईले हाने यहाँ कति पछि ह्याट्रिक हानियो त यार म्याच 40 वर्सेस DRS एक बंदा नॉक फिनिश हो चुका है T24 वर्सेस ट्रैक अबे नहीं हो जाफा ओ नाइस रैप देना पड़ेगा इसको आए अबे ये नेट से क्या भाई पूरा नेट ये वाला नेट हो रहा है ओ अबे यार थोड़े से सेकंड पहले नेट पड़ता ना वो भी मर जाता बट हो रहा भी अभी अलाइव है क्या बैक टू बैक हो रहा की किल्स क्या बैक टू बैक हो रहा चिकन लेगी ओ नाइस अबे किधर रैप दे रहा है बाय नहीं ASL का चिकन ASL का चिकन ओ नाइस इट्स अ 1v1 इट्स अ 1v1 ही इज हीलिंग हील हो जाएगा Oh my god! Back to back 3 chicken dinners. 3 chicken dinners in a row. Hora is doing extremely well यार. बहुत अच्छा परफॉर्म कर रही है. जी यार. 3 chicken dinner Hora esports.